तपाईले संविधान आर्जु राणालाई बोलाएर पढाउनुस् त यो कुर्सीमा। बन्दुकको नालबाट जनताका विरुद्धमा सत्ताले गरेका हरकतहरू संसारमा कुन देशमा टिका छ? सम्भव छ त्यो कुरो? जनता त शक्तिको केन्द्र जनता हो, शक्तिको स्रोत जनता हो। मजाकको कुरा छ यो देशमाथि निरन्तरको लुटखसोट तपाईँ हामी सहेर बस्छौँ। राज्य हेरेर बस्छ होइन? राज्य हेरेर नबस्छौँ न त के गर्छ? धेरैमा धेरै गोली हान्छ नि। केही मान्छेहरू त मर्न पर्छ विद्रोहमा। समस्याको समाधान हो विद्रोह समस्याको समाधान हो। जनताका विरुद्धमा जब चाहिँ राज्यबाट चाहिँ तपाईँका गलत हरकतहरू हुन्छन् नि तब जनताले विद्रोह बोल्छ। तब विद्रोह बोल्छ र त्यो विद्रोह सफल हुन्छ। तपाईँहरू मान्नुहुन्छ तपाईँहरूले गरिरहेको काम चाहिँ अलि अराजक छ? मान्नुहुन्छ? सत्ताले गरेको काम ठिक छ त? सत्ताले ठिक गरे भए हामीले अराजक काम गर्न पर्छ? सत्ताका नीति नियम मान्ने मनाउनेहरूले चाहिँ अराजक गतिविधि नगरे भए कुन चुनाव? वडा अध्यक्षमा 50 लाख खर्च गर्ने चुनाव, मेयरमा 2 करोड खर्च गर्ने चुनाव, अनि केन्द्रीय सांसदमा चाहिँ 20-50 अर्बसम्म खर्च गर्ने चुनाव, त्यही लडेर आउने हो म। अनि तपाईँको पक्षमा काम गर्न सक्छु? ल ठिक छ, म आउँछु। ल संघीय संसद उठ्छु। ल म 50 करोड खर्च गरेर जितेर आउँछु। ल अनि म तपाईँको पक्षमा काम गर्छु कि त्यो 50 करोडको ठाउँमा 1 अर्ब उठाउन काम गर्छु? भनेको 1 रुपैयाँ पनि नतिरिकन लड्ने चुनाव चाहिँ लड्ने तपाईँहरू हो। हामीले यो भनेको कृषि छोडेर अब चाहिँ अलि अराजक भन्दै हिँड्नु भएको छ। अराजक त यसो छ, सत्ताले ठिक ढङ्गले जनताको पक्षमा काम गर्ने हो, जनताप्रति उत्तरदायी हुने हो होइन, जनताको सुख दुःखमा सत्ता पुग्ने हो भने त्यहाँ विद्रोह नै हुँदैन। विद्रोह त अराजक नै देखिने हो नि त। सत्ताको आँखामा सत्ताको लेन्सबाट हेर्दाखेरि त विद्रोहका विरुद्ध बन्दुक किन पढिन्छ? तपाईँहरू अहिले जे गरिरहनु भएको छ नि सामान्य एउटा आम नागरिकले हेर्दा पनि अलि अराजक छ। कानुन भन्दा अलि विपरीत भयो। कानुन मैले भने नि त कुन कानुनको कुरा गरिराख्नु भएको छ? संविधान छ नि देशमा। तपाईँले संविधान आर्जु राणालाई बोलाएर पढाउनुस् त यो कुर्सीमा। न्यायालयमा गएर एउटा न्यायाधीशमाथि कालो मसो अनि खरानीमा लास देखिन्छ। त्यो यिनका चाहिँ न्यायमूर्तिहरूले दिने न्याय। अनि त्यो डाका पनि त्यो के अरे कांग्रेसको नियुक्ति खाएर गएको मान्छे होइन? योभन्दा अगाडि विजय कुमार गच्छेदारलाई छुटाएको मान्छे त्यही होइन? बालुवाटार खानेहरूले के कानुनका कुरा गर्नुहुन्छ? बालुवाटार खाने यही विष्णु पौडेल, मैले जग्गा फिर्ता गरेँ अब म चोखिएँ भनेर चोख्या मान्छे होइन? यही कानुनको कुरा गर्नुभयो तपाईँले? विष्णु पौडेललाई कोही दिन कर्याप झ्याप पाराइदिन? तपाईँहरू कानुनको कुरा गर्न मिल्दैन।